हामी अनेकौं कुराहरूलाई लिएर गर्व त के अहंकार गर्छौं, जस्तै धर्म, भाषा, परम्परा, संस्कृति, जाति इत्यादि। र भाषालाई पनि अहंकारले बाँधेका छौं। धेरैलाई लाग्न सक्छ म शुद्ध भाषा बोल्दैछु भनेर, तर तपाई गलत हुनुहुन्छ। भाषाको पनि आफ्नै इतिहास छ र ऐतिहासिक कालदेखि नै भाषामा मिलावट हुँदै अथवा विकसित हुँदै आएको छ। विभिन्न समुदायमा व्यापारको, विचारको र भाषाको आदान प्रदान हुने गर्थ्यो। जब मध्यकालीन भारतीय उपमहाद्वीपमा अरबी र तुर्कीको आक्रमण हुन थाल्यो, अनि बिस्तारै आधिकारिक भाषाको रूपमा फारसी प्रचलित भयो र यसै प्रकारले नेपाली भाषामा प्रचलित भएका केही नपत्याउने किसिमका विदेशी शब्दहरू हेरौं। धेरै विदेशी भाषाको शब्दहरू नेपाली भाषामा प्रयोग भइरहेको छ, तर आज फारसी र अरबीका शब्दहरू हेरौं। यी शब्दहरू हामी हाम्रा दैनिक जीवनमा उपयोग गर्ने गर्छौं। जस्तै दुनिया यो फारसीको शब्द हो र यसलाई भारतीय भाषा अथवा नेपालीमा लोक अथवा जगत भनिन्छ। हिसाब यो अरबीको शब्द हो। हामी प्रत्येक समय यो शब्दको प्रयोग गर्छौं, दोकानमा होस् अथवा हाम्रो अरू दैनिक जीवनमा। यसलाई भारतीय भाषामा सायदै गणित भनिन्छ होला। औरत पनि अरबीको शब्द हो र भारतीय भाषामा नारी, स्त्रीहरू भनिन्छ। नेपाली अथवा हिन्दीमा अत्यन्तै प्रचलित हुने शब्द किताब यो पनि फारसीको शब्द हो र भारतीय भाषाहरूमा पुस्तक भनिन्छ। अर्को शब्द सहर, म सहर जाँदैछु या म बजार जाँदैछु भन्छौं। यो सहर शब्द पनि फारसीबाट नै आएको हो र भारतीय भाषामा नगर, पुर भनिन्छ, जस्तै भक्तपुर, कान्तिपुर, नागपुर इत्यादि। फारसीको शब्द धेरै जसो नेपालीहरूले आफ्नो नामको पछि लाउने गर्नुहुन्छ। बहादुर नेपाली अथवा भारतीय भाषाहरूमा वीर अथवा पराक्रमी भनिन्छ। जिन्दगी यो शब्द पनि फारसीबाट नै आएको हो, नेपाली भाषामा जीवन भनिन्छ होला। खुशी यानी ह्याप्पी यो शब्द पनि फारसीबाट नै आएको हो, भारतीय भाषामा सुख अथवा आनन्द भनिन्छ। र बजार पनि फारसीबाट नै आएको शब्द हो। हामी धेरै जसो यो शब्दको प्रयोग गर्छौं र भारतीय भाषामा हाट भनिन्छ होला, मलाई पनि त्यस्तो थाहा छैन। सरकार यानी गभर्नमेन्ट यो शब्द पनि फारसीबाट नै आएको हो र यसको भारतीय शब्द मलाई त्यस्तो याद भएन। तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्न सक्नुहुन्छ। पर्सियामा गुलियो पानीलाई शरबत भनिन्दो रहेछ र नेपाली भाषामा पनि शरबत धेरै प्रचलित छ। अरू पनि धेरै शब्दहरू छन्, जस्तै काजी, जमिन, सब्जी, अदालत, वकिल, कानुन, खबर, साल इत्यादि। र तपाईहरुले आफ्नो दैनिक जीवनमा के विदेशी शब्दहरूको प्रयोग गर्नुहुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ। भाषाहरू सायदै शुद्ध हुन्छन् होला। हामीले बोलेका नेपाली भाषा अथवा अरू कुनै बोलीहरूमा धेर जसो विदेशी शब्दहरू प्रयोग गर्ने गर्छौं र हाम्रो बोलीमा धेरै जसो अंग्रेजी शब्दहरूको पनि प्रयोग गर्ने गर्छौं र यी कुराहरू साहित्यमा पनि स्पष्ट रूपमा झल्केको हुन्छ। त्यसैले हामीले बोलेका बोलीहरू न त आज शुद्ध छ, न त विगतका समयमा नै शुद्ध थियो।